एन्ड नमस्ते साथीहरू, स्वागत छ आज हजुरलाई मेरो मिनी ब्लगमा। सो साथीहरू, हामी तिनटी चाहिँ मिलेर जाँदैछौँ साग टिप्न। हिजो आज चाहिँ साह्रै गर्मी बढेको छ। यो साग चाहिँ पानी परेपछि मात्र पलाउँछ, किनभने यो साग चाहिँ चिसो ठाउँमा मात्रै हुन्छ है साथीहरू। ती साथीहरूलाई चाहिँ थाहा छैन होला, यो सागको नाम थाहा पाउनेहरूले कमेन्ट गरिदिनु होला है। हामी चाहिँ यो सागले निउरे साग भन्छौँ है। यो साग चाहिँ साह्रै मिठो लाग्छ हामीहरूलाई त। यो चोटि खासै पलाएको रहन्छ, किनभने हामीहरूले अस्ति नै टिपिसकेका थियौँ। अलिअलि गर्दै टिपिसाग, त्यसपछि हामी अब चाहिँ अर्को ठाउँमा जान्छौँ साग टिप्न। हामी तिनटी मिलेर चाहिँ जम्मा यति साग टिप्यौँ है। त्यसपछि हामी जान्छौँ अर्को ठाउँ फेरि साग टिप्न। यता पनि खासै पलाएको रहन्छ साग, के गर्ने, अलिअलि भएर पनि लगिहाल्यौँ साग हामीले। त्यसपछि हामी चाहिँ लाग्यौँ है घरतिर। के गर्नु साथीहरू, हिजो आज चाहिँ गर्मी धेरै बढेको छ। आजको मेरो मिनी ब्लग चाहिँ यति नै हो है साथीहरू। हस्त अर्को मिनी ब्लगमा भेटौँला।